कमाइरहेको थियो। सबै कुरा भएर पनि ऊ दुखी किन छ त? पहिलेको जमानाको तुलनामा अहिलेको जमानामा प्रशस्त साधन स्रोतहरू छन्, पैसा छ, खुसी छैनौ। यो एउटै कुराको कमी छ। हामी किन खुसी हुन सक्दैनौँ त? कि जीवनको अन्तिम उद्देश्य खुसी र सन्तुष्टि हो। तर गजबको कुरो के हो भने पैसा भएर पनि धेरै मानिसहरू किन खुसी हुन सकिरहेका छैनन् त? यही प्रश्नको उत्तर खोज्दै आज म तपाईलाई एउटा सुन्दर कथा सुनाउँदैछु। तर सुरु गर्नभन्दा पहिले सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। धेरै वर्ष पहिलेको कुरा हो। एउटा सानो गाउँ थियो जसको नाम वर्षपुर थियो। त्यही गाउँमा हरदेव नाम गरेका एकजना व्यक्ति बस्थे। हरदेव राजदरबारमा जागिर गर्थे र राम्रो कमाइ पनि हुन्थ्यो। प्रशस्त धन सम्पत्ति भएर पनि, राम्रो जागिर भएर पनि उनलाई केही कुराको अभाव महसुस हुन्थ्यो। उनलाई लाग्थ्यो जीवन अधुरो छ र उनी असन्तुष्ट थिए। उनको मनमा सधैँ प्रश्न उठ्थ्यो, आखिर किन म असन्तुष्ट छु भनेर। एक दिन उनी विचारले थकित भएर आफ्नो घरबाट निस्किए। हिँड्दै हिँड्दै एउटा ठूलो रुखमुनि बसेर सोच्न थाले। त्यही बेला उनले देखे एकजना किसान आफ्नो खेतीमा काम गरिरहेका थिए। ती किसानले कडा मेहनत गरिरहेका थिए। केही समयपछि ती किसान पनि आफ्नो